हामी चाहिँ दसैँमा यसपालि 2082 सालको दसैँमा आएको, मामा घर आएको। हाम्रो जेठा मामा यहाँ चाहिँ, अनि म चाहिँ को? सबैभन्दा जेठो मामा जेठा मामा। अनि यहाँ प्यारो दिल्ची ज्वाइँ मेरो बुढा छ, बसिरहनु छ। हामी चाहिँ चिया खाँदैछौँ। धेरै आउनु मन थियो, आइपुग्यो। आज चाहिँ यस्तो राम्रो रहेछ, घाम पनि ठ्याक्कै भर्खर घाम झुल्क्यो। यति राम्रो मौसम भयो आज चाहिँ। हाम्रो जेठा मामा, आमा पछि दोस्रो सन्तान हो हाम्रो जेठा मामा चाहिँ। मान्छेले फुल रोपेर फेरि यति राम्रो बनाउनु भएको रहेछ। यो फुलले यति सो दियो घरलाई, यति शोभा दियो। यो फुल देखेर म त हिजोदेखि एकदम गदगद भइरहेको छु। फुल मनपर्ने, यति राम्रो फुल रोपेर बनाउनु भएको छ। घर त्यस्तै राम्रो छ। भिडियो गरेको पछि हेर्नुलाई। हजुर ए कति राम्रो घर बनाउनु भएको रहेछ। ए फुलहरू रोपेर, सुन्तलाहरू, धारा, ढुङ्गा मन पर्यो। मेरो सानो पनि 4 दिन कन्टिन्यू हिँडेर पनि फ्रेस छ मेरो छोरी। यहाँ पनि चटक्क परेको घर छ। यो डुँड यति ठुल्ठुलो। मामाले मह निकाल्नु भयो भने चाहिँ म पनि खान पाउँछु। हाम्रो जेठी माइजू उहाँ चाहिँ तारा बहिनी। आमा कति राम्रो बनाउनु भएको छ फुल रोपेर। माइजू सबैभन्दा राम्रो चाहिँ मलाई भैँसी पालेको, दुध दुहेको, दोस्रोमा फुल फुलाएको मन पर्यो है मलाई चाहिँ। यहाँ चाहिँ भैँसी रोप्यो भने त मामाले जम्मा काचा कुचु कति थियो, पट्टे नि पथ्यो। ए काचा कुच देख्नै हुँदैन। म त मारी मन दुख्छ। कति राम्रो फुल फुलेर घरको सो नै बढाउनु भएको रहेछ। ल माइजू चाहिँ ऊ तल जानुभयो, के सामान टिप्न जानुभएको छ। त्यो सबै त्यो धारा खोला सबै जग्गा बारी सबै मामा घरको, जेठा मामाको हो। माइजू त जाँदै हुनुहुन्छ। सब मामाले किनेर एरिया नै एकलौटी बनाइदिनु भएको छ। यतातिर त करेला माथि रहेछ, त्यो सबै बर्डर हो। गोठ छ। कति दुधालो भैँसी रहेछ, कति दुधालो भैँसी, कति राम्रो भैँसी छ। कहाँ पुग्नुभयो माइजू त झ्याम्के।